हेलो गाइज नमस्कार। आज चाहिँ हामी गाबर भ्याली अनि डल्ला गाउँ होमस्टे लगायत अन्य कृषि अनुसन्धान निर्देशनालय नार्को विभिन्न रिसर्च साइटहरूमा जानेछौँ। आज हाम्रो यात्रा अहिले सुरु भइसकेको छ। हामी अब आज यहाँबाट सिधै हामी गाबर भ्याली जानेछौँ। यो चाहिँ बाँकी जिल्लाको बैजनाथ गाउँपालिकामा रहेको छ, वडा नम्बर 1 मा रहेको छ। अब हामी यहाँ पछि दोस्रो दिनको भ्लग पनि रहनेछ हाम्रो। त्यहाँको सबै प्रोसिडरहरू आउने छ। यहाँ हाम्रो साथीहरू छन्। फर्स्ट डे भ्लग, फर्स्ट स्टेप सबै कुराहरू आउने छ। भ्लगको गेट हो, हामी कृपया अन्तिमसम्म हेरेर साथ दिनु होला। अब हामी अहिले कलेजमा पुगिसकेका छौँ। अब हाम्रो यात्रा लगभग सुरु हुने क्रममा छ। हाम्रो बसको पूजाको कार्यक्रम भइराखेको छ। हामी अब यता देख्न सक्नुहुन्छ। ल बचन, कस्तो लागिरहेको? तिमी कतिको एक्साइटेड छौ गाबर भ्याली जान? एक्साइटिङ थिएँ 9 बजेतिर चाहिँ। अहिले त मरिसक्यो सब यो गर्मीले। अब चाहिँ एक्साइटिङ नै जाउँ, अब जान लाग्यो। अब चाहिँ खुसी लागिरहेको छ जाउँ। ल साथीहरू, अहिले चाहिँ अब गाडी पूजा हुँदैछ। गाडी पूजा गरिसकेपछि हामी गाबर भ्यालीको लागि प्रस्थान गर्नेछौँ। ल साथीहरू, हाम्रो अब तयारी गर्दैछौँ। पूजा हुँदैछ गाडी। यता हाम्रो राजेश शाह सरले पूजा गर्दै हुनुहुन्छ। ल हाम्रो ट्रिपको सुरुवात हुँदैछ। अब चाहिँ फाइनली 12 बजे हाम्रो ट्रिपको सुरु हुन्छ। फाइनली 12 बजे, 9 बजे साहब 9 बजे बोलाएको मान्छेहरू हामी 12 बजे जानु हो। 9 बजे आइपुगेको थिएँ म त। भोलि के अब सार भन्ने म आज हामी कलेजको भिजिट अन्तर्गत हामी यहाँ गाबर भ्यालीमा आएका छौँ। हामी साथीहरू यति छौँ। हामी सबैजना यहाँ बसिरहेको छौँ र हाम्रो यो स्टे गर्ने ठाउँ चाहिँ हाम्रो यो घर हो। यसमा हामी बसिरहेको छौँ। अब यहाँको प्रतिक्रिया साथीहरूबाट म तपाईँहरूलाई सबै सुन्छु है त। हुन्छ यता लालजी, यहाँ धेरै साथीहरू यहाँ बसिरहेछन्। भोलाकोसरी भइरहेछ, छलफल भइरहेछ। यहाँ गाबर भ्यालीमा बसेर हामीले के गर्ने, कसरी अध्ययन गर्ने, अनि त्यसपछि हाम्रो बसाइलाई चाहिँ कसरी रमणीय बनाउने भन्ने विषयमा यहाँ छलफल भइरहेको छ। साथीहरू यता पनि उत्तिकै साथीहरू एकदम एक्साइटेड हुनुहुन्छ सबैजना। ल आनन्दले हाई गरिसकेछन्। ल आनन्द मडी, हामी गाबर भ्यालीमा आउँदा तिमीलाई कस्तो लागिरहेछ? एकदमै रमाइलो लागेको छ। यो गाबर भ्याली चाहिँ बाँकी जिल्लाको बैजनाथ नगरपालिकाको 1 नम्बर वडामा पर्दो रहेछ। यो चाहिँ यसो हेर्दाखेरि ठाउँ हेर्दाखेरि अलिकति रमाइलो, एकदम मनमोहक, एकदमै रमणीय स्थान लाग्यो। अनि यता अलिक व्यवस्थित ढङ्गको रहेछ। विभिन्न होमस्टेमा सञ्चालन भएका घरहरू एकदम व्यवस्थित रहेछ। मलाई एकदम रमाइलो लागिरहेको छ। ल ठिक छ। अब हामी एकैछिनमा खाजा पनि खानेछौँ। हाम्रो खाजा अर्डर भइसकेको छ। अनि त्यसपछि हामी खाजा खाएर यहाँबाट फेरि यसो यताउता नजिकै भिजिट गर्नको लागि हामी यहाँबाट प्रस्थान हुन्छौँ होइन। ल हाम्रो लागि खाजा आइसकेको छ। यता हाम्रो आजको खाजा हामी यसमा चाहिँ एडजस्ट गर्नुपर्ने छ। हाम्रो खाजा दिने दाइ, हाम्रो होमस्टेको दाइ चाहिँ उहाँ हुनुहुन्छ। एकदमै राम्रो सर्भिस दिइरहनु भएको छ हाम्रो लागि। हामी एकदम सन्तुष्ट छौँ। ल गाबर भ्यालीमा चाहिँ यस्ता यस्ता दृश्यहरू यहाँ देख्न पाइयो है साथीहरू। यहाँ यस्तो मौरीको घाट छ। अनि त्यसपछि यता वाटरफल जस्तो के बवाल छ यहाँ ठाउँ चाहिँ। ल गाबर भ्यालीको यहाँ अर्को दृश्य। यस्तो रहेछ, यस्तो पुल छ यहाँ। के छ ल यहाँ एकदमै खतरा खतरा चिज छन् साथीहरू यहाँभित्र। यहाँभित्रको चिज सबै खतरा। हजुरहरूलाई साइन्टिस्टको रूपमा देख्न पाउँछ एकदम होइन। कोही चाहिँ बिजनेसमा लाग्नुहुन्छ, एग्रिकल्चरको बिजनेसमा लगाएर त्यही चाहिँ रिसर्च गर्नुहुन्छ। कोही चाहिँ एनजिओ आइएनजिओ सरकारको विभिन्न तहमा जानुहुन्छ। त्यस बेला भेट्नुहुन्छ। आज एकजना बहिनीसँग भेट्यो, कपिल वस्तु चाहिँ खानाको ट्रेनिङ दिन गएको होइन। म एकाडेमिक हिसाबले चाहिँ
यो सेफ चाहिँ होइन, तर जुन हजुरहरूले जे पढ्दै हुनुहुन्छ नि त्यो एग्रिकल्चर पढेको पनि होइन, म के अरे कमर्स पढेको हो र कमर्सको ब्याचलर पछि मैले चाहिँ ल गरेको, एलएलबी गरेको। त्यसपछि आफ्नै गाउँमा चाहिँ केही गर्नुपर्छ भनेर बिहानदेखि साँझसम्म कहिले चाहिँ यो घोटिरहेको हुन्छु, कहिले अर्को काम गरिरहेको हुन्छु होइन। अनि यो चाहिँ हाम्रो माटोसँग खेल्ने काम चाहिँ जुन एकदमै राम्रो जुन अवसर हजुरले पाउनु भएको छ यो एकाडेमिक हिसाबले एग्रिकल्चर होइन, यो मलाई साह्रै मनपर्छ। त्यो हिसाबले हाम्रो केही व्यवहारिक कुराहरू हाम्रो अभियानका बारेमा यहाँलाई जानकारी गराउँछु। मेरो नाम चाहिँ कृष्ण चौधरी हो र हामीले यो 14 वर्ष भयो होमस्टे बनाएको र होमस्टे बनाउँदै गर्दाखेरि 3वटा चिजहरूले चाहिँ हामीलाई एकदमै मनैदेखि लागेको खटेको कुराहरू 3वटा कम्पोनेन्ट, नेचर, कल्चर र एग्रिकल्चर। 3वटा चिजलाई छुट्टा छुट्टै चाहिँ हामीले एउटालाई प्यासिभ बनाइदिने भने हाम्रो लाइफ चाहिँ चल्दैन रहेछ। त्यसभित्रको एउटा एग्रिकल्चर रहेछ जुन चाहिँ हिजो प्राकृतिक रूपमा चलिरहेको थियो होइन। हाम्रा पुस्तौँदेखि कृषिमा चाहिँ निर्भर हाम्रो समुदाय, हाम्रो चाहिँ पुर्खाहरूले गरिरहेको, त्यसलाई चाहिँ आविष्कारको रूपमा चाहिँ नाममा रूपमा चाहिँ आउँदै गर्दाखेरि अहिले चाहिँ जुन इको फ्रेन्डली छैन होइन, ह्युमन फ्रेन्डली छैन, त्यो हिसाबले अहिले अब चाहिँ हामीले फेरि यो एग्रिकल्चरलाई हाम्रो यो रिजेनेटिक एग्रिकल्चरको सिस्टममा लाने, अर्थात् चाहिँ हामीले हाम्रोपन भएको चिजहरूलाई जोगाउनु पर्छ भनेर समग्रमा चाहिँ यो एउटा बायोडाइभर्सिटी भयो। त्यसभित्रको एउटा कम्पोनेन्ट चाहिँ हाम्रो एग्रो बायोडाइभर्सिटी छ जुन मान्छेकै कारणले लोप हुँदैछ होइन। ती लोप हुँदै गरेका हाम्रा चाहिँ एग्रो बायोडाइभर्सिटीहरूलाई संरक्षण गर्ने, त्यसलाई प्रवर्धन गर्ने र त्यस मार्फत चाहिँ कृषकहरूले प्रत्यक्ष लाभ प्राप्त गर्ने गरी नेपालमा चाहिँ भर्खर मात्रै जिन ब्याङ्कको कन्सेप्ट आयो, तर विदेशतिर चाहिँ अलिक पहिल्यै होइन, अरू देशहरूमा चाहिँ पहिले यो जिन ब्याङ्कको जिनहरूको संरक्षण गर्ने, त्यसलाई प्रवर्धन गर्ने हिसाबले जिन ब्याङ्कको कन्सेप्ट अवधारणा चाहिँ पहिल्यै अन्य देशहरूमा लागू भइसकेका थियो र नेपालमा चाहिँ हामीले कम्युनिटी बेसमा फिल्डमा चाहिँ जिन ब्याङ्क लेखिएकै होइन, जस्तो कम्युनिटी जिन ब्याङ्क अर्थात् जस्तो एग्रो बायोडाइभर्सिटीभित्र पर्ने 6 प्रकारका जेनेटिक रिसोर्सेसहरू त्यसभित्र पर्ने यहाँ पछाडि पनि लेखिएको छ होइन। अन्न बालीहरू, क्रप्सहरूको होइन, यो आनुवांशिक स्रोतहरू जहाँ चाहिँ हाम्रो बालीहरू तराईमा हुने, पहाडमा हुने, हिमालमा हुने हाम्रा अन्न बालीहरू हाम्रै जिनहरू थिए, तर ती बिस्तारै लोप हुँदैछन् अहिले। त्यस्तै चाहिँ हाम्रो घाँसे बालीहरू, यसको नाम लिँदै हुनुहुन्छ हजुरको टिमले, यो आए बिरुवा होइन, यो सपोटिला हो, यो सपोटा इङ्ग्लिस नाम हो, साइन्टिफिक नाम चाहिँ सपोटिला हो होइन। र यो चाहिँ हाम्रै जिन पनि रहेछ। पहाडमा पत्तावाला चिज हो तराईको, त्यसको फ्लेभर यसको फ्लेभर सेम छ होइन। तर योसँग हुबहु मिल्ने हाम्रो चाहिँ पहाडको हिमाल पनि होइन, तराई पनि, पहाडमा चाहिँ हाम्रो सपोटा पनि छ कि। तर यो मेक्सिकोमा उत्पत्ति भएर इन्डिया हुँदै नेपालमा आएको छ, असाध्यै गुलियो त्यो चाहिँ छैन। तर यो बाहेकका हामीले त्यो सबै लोभ हुन्छ। बिउ गाड्ने बेलामा आज भुसुना आउनु पर्यो, अस्ति मात्रै मलाई ठुलो चिन्ता भयो। बिउ निकाल्ने बेलामा हामीले चाहिँ त्यो भुसुनालाई भगाउनका लागि के गर्थ्यौँ भन्दा पहिला चाहिँ त्यो बाँधिएको चुल्ठो बनाएर त्यसले चाहिँ त्यसको धुवाले त्यो भुसुना भगाउनु पर्थ्यो कि। भुसुना पनि छैन, बिउ गरामा खेतमा गयो गगटो छैन, खेतमा गयो जुका छैन, खेतमा गयो भोटी माछा छैन, सारा चिजहरू केमिकलको भर्ती भएपछि अब हामी रहन्छौँ, हामी रहँदैनौँ। त्यसकारण बिस्तारै अहिले चाहिँ केमिकलहरूको मात्रा चाहिँ कम गर्दै हाम्रा चाहिँ अर्ग्यानिक खालको मलहरू, पात पतिगर गाईको मलहरूलाई चाहिँ बिस्तारै प्रमोट गर्ने त्यो अभियानमा हामी जाँदै गर्दाखेरि अनि यहाँ अर्को सूक्ष्म दिवाहरू हजुर हामीहरूले गर्दाखेरि एउटा चाहिँ के हो भन्दा
हामीले गर्ने हरेक एक्टिभिटी चाहिँ सर्कुलारिटीमा आधारित हुनुपर्छ भन्ने एउटा हामी मान्यता राख्छौँ है। चक्रीय अर्थतन्त्र भन्ने सुन्नु भएको छ हजुरहरूले, सर्कुलारिटी बिजनेस मोडेल होइन, सर्कुलारिटी जहाँ चाहिँ हामीले जे काम गर्दैछौँ किचनमा हामीले खाना बनाउँदै गर्दाखेरि त्यहाँ चाहिँ त्यसबाट निस्किने बेकार चिजहरूलाई चाहिँ हामीले प्रयोग गर्न सक्छौँ होइन, पुनर्निर्माणहरू गर्न सक्छौँ, त्यसलाई चाहिँ मलहरू बनाउन सक्छौँ, वेस्टेज चिजहरूलाई पनि हामीले कुनै न कुनै हिसाबले प्रयोग गर्न सक्छौँ होइन। त्यो हिसाबले जस्तो हाम्रा चाहिँ गाउँघरमा फालिएका काठहरू होइन, जो चाहिँ हामीले बाल्दाखेरि कार्बन उत्सर्जन हुन्छ होइन, कार्बन चाहिँ हामीले निकालिरह हुन्छौँ, तर ती चाहिँ बाल्दाखेरि निस्किने कार्बनहरू छ नि त्यसलाई सञ्चितीकरण गर्नका लागि ग्यासमा रूपान्तरण गर्न सकिन्छ। जम्मा 8 आङ्गुल लामो छ, 8 आङ्गुल चाक्लो छ। यो खोलिदियो भने त 1500मा बिक्री हुँदो रहेछ है। यो मिक्सरमा बनाउने सिलौटामा बनाउने भन्दा यसको कति गुणा यसको क्वालिटी फरक होइन। यसमा चाहिँ हामीले बनाएको चटनीहरू, यसमा बनाएको अन्य खानेकुराहरू खाँदाखेरि यस त्यो जुन चाहिँ हामीले जुन तत्त्व जुन चिजहरू यसमा खिचिरहेको हुन्छ त्यसको सबै फ्लेभर स्वादहरू सबै निस्किँदो रहेछ कि होइन। अब यो सँगै निमको गिलासहरू, विजय सालको गिलासहरू होइन, चपिङ बोर्डहरू जस्तो यो चाहिँ हाम्रो 2500 पर्छ यो है। यो प्लास्टिकभन्दा पनि बलियो छ कि मैले बिहान 6 बजेदेखि राति 12 बजेसम्म चक्कु चलाउँछु है। 2 वर्षको कति काटिएकै छैन है। भनेपछि हामीसँग भएका काठका टुक्राहरू यस्ता फ्ल्यागहरू छन्, तर हामी चाहिँ सुपर मार्केटमा गएर प्लास्टिकै चपिङ बोर्ड ल्याउनु पर्ने छ हाम्रो फेरि होइन। यो चाहिँ साधनको हो। साधन भन्ने हुन्छ, साधन थारूले पानन भन्छ हामीले। यस्तो धेरै खालका हामीसँग भएका हाम्रा चाहिँ खेत बारीमा आँगनमा भएका रुखहरूका साना हाँगादेखि लिएर बाङ्गा सबै चिजको हामीले प्रयोग गर्न सक्छौँ है। हुन्छ, अँध्यारो लाग्यो थोरै यो उद्योग पनि देखाउँछु हजुरलाई। हुन्छ, हस् जाम। आनन्दमढी हामी अहिले गाबर भेलीको यो ठाउँमा आइपुग्दा यहाँ के कस्तो छ ल यसको बारेमा डिस्क्रिप्सन दिनुहोस् त। ल यो हामी अहिले गाबर भ्यालीको काष्ठकला हस्तकला बिक्री यो सामग्रीहरू प्रदर्शन गरेको ठाउँमा छौँ। यहाँ चाहिँ यी काष्ठकला एवं हस्तकलाहरू चाहिँ बिक्रीमा रहेका छन्। यहाँ विभिन्न हामीले देख्न सक्छौँ यो डुक्नी भन्ने, यसमा हामीले चटनी बनाउन सक्ने अनि लगायतका यहाँ काठका चपिङ बोर्डहरू, विभिन्न आकृतिका चपिङ बोर्डहरू रहेका छन् काठका बनेका, अनि लगायत विभिन्न अब पिर्काहरू हामी यहाँ देख्न सक्छौँ। यसमा हामीले विभिन्न कलाहरू झल्किने, विभिन्न संस्कृति झल्किने कलाहरू जस्तै त्यहाँ हामी देख्न सक्छौँ काठका सबै काठका त्यो काष्ठकलाहरूदेखि यसमा हामीले धुम्रपान गर्नका लागि प्रयोग गरिने एउटा के भन्छ यो सुल्फा चाहिँ हामीले देख्न सक्छौँ। यहाँ विभिन्न किसिमका सामग्रीहरू यता प्रदर्शनीमा राखेको छ, साथै यी सामग्रीहरू बिक्रीमा पनि रहेका छन्। यहाँ हामीले देख्न सक्छौँ मादल काठको एकदमै थारू संस्कृति झल्काउने किसिमको मादल र यहाँ ठेकीहरू, विभिन्न पुरानो समयका ठेकीहरू पनि यहाँ राखिएको छ। यहाँ विजय सालका ग्लासहरू चाहिँ पनि बिक्रीमा रहेका छन्। अनि त्यसपछि यहाँ यो कुन ठाउँमा छ, यसको लोकेसन पनि तपाईँले केही भनिदिन सक्नुहुन्छ? यो चाहिँ रहेको छ बाँकी जिल्लाको बैजनाथ गाउँपालिकाको वडा नम्बर 1 मा रहेको गाबर भ्यालीको घर नम्बर 1 मा होमस्टे, गाबर भ्याली होमस्टेको घर नम्बर 1 मा रहेको छ। तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। ल त्यसपछि अब हामी यता फेरि कविताजी हुनुहुन्छ, कविताले चाहिँ के भन्न चाहनुहुन्छ यो सामग्री बिक्री वितरण सम्बन्धी? केही कस्तो लागिरहेको छ तपाईँलाई त्यसको बारेमा केही भनिदिनु। एकदम रमाइलो लागिरहेको छ। अनि
मलाई त्यति त थाहा छैन तर यहाँको सामानहरू चाहिँ यति इन्ट्रेस्टेडहरूले चाहिँ किनेर चाहिँ लान सक्नुहुन्छ होला ल धन्यवाद अनि त्यसपछि हाम्रो दिदी हुनुहुन्छ यता यो चलाइरहनु भएको छ यो सामग्री के हो यस्तो त्यो ढाकी हो अरूहरूले चाहिँ यहाँ विभिन्न सामानहरू रोटीहरू राखेर चाहिँ भिखमा खेतालालाई खुवाउनको लागि ल धन्यवाद ल सबैलाई धन्यवाद है ल साथीहरू हामी आज गाबर भ्यालीमा आज दोस्रो दिन अब बिहानै उठेर खाजासाजा खाएर यहाँबाट हामी अब भिजिटको लागि जाने तयारीमा छौँ यहाँ यसरी अब खाजाको तयारी हुँदैछ यहाँ यस्तो चना अन्डा होइन कस्तो छ सौगात टेस्ट एकदम बढिया ठिक छ नि ल तिमी सन्तुष्ट छौ नि खाजामा एकदम ल यता हामी यसरी खाजा खाएर अब यहाँबाट निस्किन्छौँ हामी अहिले यहाँ गौघाटमा आइसकेका छौँ अब हामी यताबाट यो भैँसी फार्म हेरेर हामी यहाँबाट अब यहाँ के कस्तो छ दृश्यहरू तपाईँहरूलाई देखाउने नै छौँ अहिले हामी नेपाल सरकारको कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग राष्ट्रिय पशु प्रजनन कार्यालयमा हामी यहाँ आइसकेका छौँ र अब यता हामी भिजिट गर्छौँ ल गाइज हामी अहिले यो भैँसी फार्मको प्रजनन केन्द्र हेर्न जाँदैछौँ यता यस्तो राम्रो किम्बु देखिया छ सायद यो किम्बुको कान्बा 2 भन्ने भेराइटी छ नेपालमा रिलिज भएको सायद त्यही हुनसक्छ यो भेराइटी सरहरू यता आइसक्नु भएको छ अहिले अनि हाम्रो विद्यार्थी साथीहरू यता मस्तसँग हाई गर्दै आइरहनु भएको छ ल पुगेर आइछन् यहाँ हाँस्दै अनि त्यसपछि ल साथीहरू टन्न आइरहनु भएको छ पछाडिबाट पुरै ग्रुपमा हाम्रो ह्यान्डसम फेरि यता एक्लै सर्ट पुरा जोसित हिँडिरहेको अवस्था छ अनि अब अनुसार दिदी उमेश दाइ र हाम्रो कविता पनि यता आइसकेको अवस्था छ ल हामी आज कहाँ जाँदैछौँ अहिले भैँसी फार्म प्रजनन पशु प्रजनन केन्द्रमा हामी पशुको प्रजनन हेर्न जाँदैछौँ दिदी यता आउनुहुन्छ यहाँ चस्मा लगाएर ट्याक्क अब हामी चाहिँ यहाँ लोकल हुन्छ के गर्छन् ठिक छ एकदम ठिक छ कहाँ जाँदैछौँ अहिले हामी हिँडिरहेको छौँ कहीँ न कहीँ होइन ल साथीहरू अहिले हामी नेपालगञ्जको बागेश्वरी मन्दिरमा छौँ बागेश्वरी मन्दिरको वरिपरि हामी यस्तो देख्न सक्छौँ अनि अब यता घुमफिर गर्दै यस्तो यस्तो छ यहाँको संरचनाहरू म तपाईँलाई सबै एउटा कुरा देखाउन गरेँ यता भित्तामा भएका चित्रहरू यहाँ विभिन्न भगवान्का माँ काली माँ तारा माँ त्रिपुरा सुन्दरी गरी विभिन्न यहाँ भित्तामा चाहिँ विभिन्न चित्रहरू छन् अनि त्यसै गरी अब यो हाम्रो मन्दिर भयो मेन मन्दिर बागेश्वरी मन्दिरको अनि र म बिल्डिङको प्राइभेट भएपछि अब स्कुलमा आफ्नो युनिटको चाहिँ म तपाईँहरूलाई राम्रोसँग ब्रिफिङ गरिदिन्छु तपाईँहरूले अरू युनिटहरूको चाहिँ को सरहरू भेटिनुहुन्छ त्यही अनुसार फिल्डकै हेर्दै अनि सोध्दै गरौँला है एकदम है विशेष अङ्कितले चाहिँ यसको सम्हालेर लिएर जाने है अहिले हामी कृष्णसार क्षेत्रमा छौँ अब हामी कृष्णसार यहाँ हेर्नको लागि यहाँबाट अगाडि बढिरहेका छौँ
अब हामी यहाँ यस्तो एक्टिभ तरिकाले हिँडिरहेको छौँ। यता मनिषा अनि त्यसै गरी यहाँ साथीहरू टन्नै हुनुहुन्छ कृष्ण सागर क्षेत्र हेर्नको लागि एकदम उत्सुकता जगाउँदै हिँडिरहनु भएको छ। अब अगाडिदेखि पछाडिसम्म छ लाइन। अब हामी उतै गएर कृष्ण सार देख्यौँ भने यो भिडियोमा कैद गर्ने प्रयास गर्ने नै छौँ। ल पुष्पमणि छ नि यहाँ। पुष्पमणि के भन्न चाहन्छौ तिमी अब अहिले यो सिचुएसनमा आएर? कस्तो सिचुएसनमा? कृष्ण सार हेर्न जाँदा चाहिँ के के भेटिन्छ? उता हेर त वाइट त्यो तिमीले एकदमै एक्साइटेड भएर देखायो, तर त्यो हाम्रो गोरु रहेछ होइन। तर यिनले चाहिँ वाइट भनेर एउटा कृष्ण सार हो कि भन्ने महसुस गरेर उनले भनिन्, तर त्यो वास्तवमा होइन रहेछ। तर कृष्ण सार जस्तै दौडिरहेको छ है गोरु चाहिँ, त्यहाँ हामी पर देख्न सक्छौँ। त्यो कृष्ण सार जस्तै दौडिरहेछ। अनि त्यसपछि अब हाम्रो कृष्ण सार हेर्ने साथीहरूको घुइँचो लाइन छ उहाँ अगाडिसम्म। हामी अहिले कृष्ण सार हेर्न आइरहेको थियौँ, त्यो बेलामा एक्कासी नजिक भैँसीहरू देखियो। अब हामी यही भए पनि हेरेर चित्त बुझाउने हामी सोचिरहेको छौँ। यताउता केही देखियो होइन। सन्तोष एकदम सन्तोष कतिको एक्साइटेड छ कृष्ण सार हेर्न जाँदाखेरि? के सोचिरहेको छ मनमा? अब कृष्ण सार कस्तो होला कति होला त्यही त हो। कस्तो देखिएला, देख्न पाइएला कि नपाइएला होइन? पाइला कि नपाइला हाम्रो दुःख यति सीमित रहला कि नरहला भन्नु। ठिक छ ल साथीहरू, हामीले यहाँ कृष्ण सार देखिसकेको अवस्था छ। तर यहाँबाट हामीले कृष्ण सार देखे तापनि अब यो क्यामेराले चाहिँ यसलाई फोकस गर्न चाहिँ सक्दैन। तर कृष्ण सार यहाँनिर छ, यहाँ ट्याक्क यो सेन्टर पोइन्टनिर कृष्ण सारहरू देखिया छन्। भाले कृष्ण सारहरू, सिङ भएका कृष्ण सारहरू देखिरहेछन्। तर हाम्रो त्यो क्यामेराले चाहिँ हामी कैद गर्न सकेनौँ। यो विषयमा यहाँ मिथिलेश र बच्चन के भन्न चाहनुहुन्छ तपाईँहरू यो कृष्ण सारको बारेमा? एकदम आफ्नो अगाडि हेर्दाखेरि एकदमै राम्रो लाग्यो। यसो हाम्रो साथी भन्नुहुन्छ ल भनौँ। यो इन्डेन्जर स्पिसिस यो कृष्ण सार एउटा हाम्रो चाहिँ संरक्षण गर्नुपर्ने एउटा जनावर हो। यसमा चाहिँ आज आएर प्रत्यक्ष भिजिटमा आएर चाहिँ यसलाई देख्न पाउँदा एकदमै खुसी लाग्यो। अनि मोबाइलमा हेर्थ्यौँ होइन, आज लाइभ हेर्न पायौँ, त्यही छ खुसी। एकदम धन्यवाद, हामी ह्याप्पी छौँ। साथीहरू एकदम रमाइरहनु भएको छ यहाँ साथीहरू, धेरै साथीहरू। हाम्रो मोबाइलबाट ल साथीहरू, हामी डल्ला गाउँमा आइपुगिसकेका छौँ अहिले। हामी अब यो डल्ला गाउँको चोक हामी विद्यार्थी आइसक्यो। अब यहाँ यताको परिवेशको बारेमा अध्ययन गर्ने, परिवेशको बारेमा, यहाँको कला संस्कृतिको बारेमा आज हामी धेरै कुराहरू बुझ्नेछौँ। हामी आइसकेका छौँ। ल हाम्रो यो होमस्टेको लागि हामीलाई स्वागत गर्न यता आइसक्नु भएको छ।
स्वागतको लागि यता आइसक्नु भएको छ। म यहाँबाट अगाडि जान चाहन्छु अहिले। यताको कल्चर अनुसार चाहिँ यसरी स्वागत। म भिडियो बनाइरहेको छु। फोटो खिच्नु पर्यो। ल साथीहरू चाहिँ यता एकदम स्वागतको लागि बसिरहनु भएको छ। यहाँ भिडियो बनाइरहेको छु। ल यहाँ चाहिँ हाम्रो यसरी स्वागत गर्ने संस्कार रहेछ। यो संस्कार एकदम मन पनि पर्यो, राम्रो पनि छ। ल यता स्वागत ग्रहणको काम भइरहेको छ धमाधम। जीविकाले स्वागत ग्रहण गरेर यता आइसकेकी छन् अहिले हाँस्दै। यता स्वागत ग्रहणको लागि धन्यवाद। ल अब भने स्वागत ग्रहणको पालो आनन्दमणिको आइसकेको छ। आनन्दमणि एकदम स्वागत गरेर यहाँ आइसकेका छन्। ल थ्याङ्क यू। अहिले हामी साँझको भोजन गरिसकेपछि हामी एकदम अहिले यो थारू कल्चरल डान्स हेर्नुभन्दा अगाडि हामी यो टायर नभएको कारणले हामी गरिरहेको छौँ। डान्सलाई अहिले हामी इन्जोय गरिरहेको छौँ। यहाँनिर हामीसँग एकदम नृत्य क्षेत्रमा एकदमै कलाकार साथीहरू यहाँ हुनुहुन्छ। हाम्रो लेडिज साथीहरूको डान्स यता छ, हामी देख्न पाउँछौँ। लेडिज साथीहरूको डान्स यता छ हाम्रो। अहिले भने अब अर्को गीत सुरु भइसकेको छ। एकदम इन्जोय गरिरहेको छ यहाँ। भिडियो सिडियो यताउता होइन, एकदम इन्जोय गरिरहेको साथीहरू। बचाउनु यता छन्।
आज भिजिटको तेस्रो दिन हामी यहाँ आइसकेका छौँ डल्ला गाउँबाट। अब हामी यो ट्रान्जिट वालको लागि भनेर हामी यहाँ आयौँ। आउँदै गर्दा अब त्यो एउटा मन्दिरको नजिक आइसकेका छौँ। मन्दिर छ यहाँनिर यस्तो। अनि त्यसपछि अब यहाँ साथीहरू हुनुहुन्छ एकदमै अवलोकन लिँदै। कैलाश बाबा मन्दिर, मन्दिरको नाम के रे आनन्द? श्री कैलाश बाबा मन्दिर। यो चाहिँ मधुवन नगरपालिका 1 मा रहेको डल्ला गाउँमा रहेको छ यो मन्दिर। ल ठिक छ, ल धन्यवाद। यहाँ यस्तो शिवलिङ्गहरू पनि यहाँ देख्न पाइन्छ। अनि त्यसै गरी यहाँ साथीहरू चाहिँ एकदम फोटोको लागि रेडी अवस्थामा हुनुहुन्छ। मन्दिरको अगाडि सबैले पोज दिएर बस्दै हुनुहुन्छ। अब हामी यो साथीहरूको फोटो पनि खिच्छौँ, यहाँ लिन्छौँ। डल्ला गाउँमा हामी अहिले घुम्दै फिर्दै गर्दा अहिले हामी यो डल्फिन संरक्षण क्षेत्रमा छौँ। यहाँ अब डल्फिन संरक्षण गरेर राखिएको भएकाले यहाँ चाहिँ डल्फिन संरक्षण क्षेत्र भनिएको छ। यहाँ यस्तो छ, बोर्डहरू लगाएको छ अनि बस्ने ठाउँ पनि छ यस्तो। साथीहरूको यतै हुनुहुन्छ, घुम्दै हुनुहुन्छ। हामी अहिले डल्फिन र गोही हेर्न जाँदैछौँ। हामी के यो नदीको नाम? खौरा नदी। खौरा नदीको। हामी यो डल्ला गाउँमा आएर ट्रान्जिट वाल गर्दै गर्दा यहाँ नदीको नजिक आएका छौँ। यहाँ हामी सबै साथीहरू पनि यहीँ छौँ र यहाँको एकजना स्थानीय दाइ हुनुहुन्छ। उहाँले चाहिँ अब यहाँको बारेमा केही जानकारी दिँदै हुनुहुन्छ। ल दाइ, यहाँ यो नदीको विषयमा अनि यहाँ चाहिँ के पाइन्छ, के कुरालाई संरक्षण गरेर राखिएको छ, आफ्नो परिचयबाट त्यो सुरु गरिदिनुहोस् है त। मेरो नाम सन्तराम चौधरी हो। म यो गाउँको लगभग बासिन्दा हुँ। यहाँ जन्मेको 40-45 वर्ष भएको। यहाँ अब हामी देखाअनुसार पहिला योभन्दा अलि ठुलो, अरू धेरै ठुलो नदी थियो। अहिले केही वर्षदेखि अलिक कम भएको छ। यहाँनिर अस्ति नै 1-1.5 महिना अगाडि नुहाउँदाको कार्यक्रममा 1-2 जनाको लेडिसलाई घाइते गरायो। अनि यहाँ डल्फिन पनि पाइन्छ। गोही त 1-2 दिन हुने बित्तिकै डेली निस्किन्छ। यहाँ अरू पनि जनावरहरू पनि छन्। हिजो साँझ यही खौराको पारिपट्टिको छेउमा बगाले हात्ती लगभग 60-70 को बगाल निस्किथे। अरू गैँडा त यता यही झाडीमै हुन्छ। अनि अरू यहाँ चितुवा, बाघ यताउता त देखिँदैन? चितुवा बाघ पनि देखिन्छ। अनि जरायो अहिले निस्किन साँझको मौसममा अलिक घाम लाग्यो। अहिले त देखेको छैन, न त पारीको छेउमा यहाँ त हेर्नलाई। बाघहरूले कति सताइरहेको छ, तर बाघ पनि धेरै छ भने छ। बाघ त त्यहाँ डेली गएपछि त्यो चितुवालाई भन्छु, चितुवालाई, जनावरलाई त्यो मरेको अवस्था देखिन्छ। मान्छेलाई त खासै देख्दैन। मान्छेहरू अलिक सतर्क भइराखेको हुन्छन्, त्यति छैन। अब त्यहाँ जङ्गलभित्र जान्नन्। अब यही अब जङ्गली च्याउने क्रममा अब के हुन्छ। यो घरमा पालेका गाई वस्तुहरूलाई त्यस्तो हानि नोक्सानी गर्ने त्यस्तो केही गरेको कि बाघहरूले, चितुवाहरूले? चितुवाहरूले गर्न त गरेछन्, त 1-2 जनाको मारे छैनन्, घाइते त गरेका छन्, तर त्यस्तै जानकारी लिएको छैनन्। यो नदीको बारेमा चाहिँ उद्गम स्थल चाहिँ कता हो? कुन पानीबाट, नदीबाट कहाँबाट आउँछ यो पानी? यो माथि चिसा पानीदेखि कर्णाली नदीको हङ्गालो हो। नर्सरी छ नि दाइ, सामुदायिक नर्सरी छ नि त? पारिपट्टि छ यतातिर। यता सामुदायिक नर्सरी भन्दाको छेउछेउ गएपछि यतातिर छ। अहिले यहाँनिर बोटहरू उत्पादन गर्ने नर्सरी बोट बेच्नेहरू भनेको जङ्गली घाँसपातहरूका बोटहरू उत्पादन गर्ने रहेछ। यो चाहिँ कसले गर्दा उत्पादन गर्ने कुन वनोपभोक्ता समिति हो कि? समिति होइन, एउटा संस्था आएर के भन्छन् उडान के हो त्यहाँ लेख्यो। हजुर बोर्डमा छ त्यो BCRF भन्ने छ कि यो कैलाशी बिरुवा घर भन्ने रहेछ। यसमा चाहिँ स्थानीय प्रजातिका संरक्षणका लागि सामुदायिक सञ्चालन गरेको नर्सरी रहेछ। घर यतै हो नि तपाईँको? घर अलि बिरुवामा छ, घर त यतै। ए, यो कति वर्ष भयो यो नर्सरी बोट बिरुवाहरू उत्पादन गर्ने अनि वितरण गर्ने सुरु गरेको? यो पहिला यहाँनिर अर्को संस्था यहाँ भस्केको देखिनुपर्छ। त्यहाँनिर योभन्दा अगाडि 5-6 वर्ष अगाडि पनि थियो देखिरहेको अर्को संस्थाले। अहिले अर्को संस्थाहरू त्यहाँ 1 वर्ष हुन लाग्यो। अरू के जिज्ञासा साथीहरूबाट? यो उत्पादन भएको बेर्नाहरू चाहिँ स्थानीयलाई चाहिँ वितरण गर्ने हो? स्थानीयलाई वितरण गर्ने भनेर गराएको छ। निःशुल्क वितरण बराबर हुन्छ कि कसरी हुन्छ त्यसको वितरण? इक्वेलिटी के छ? अब मान्छेहरू चाहे अनुसारले
आफूले चाहिअनुसार लगाउन पाउँछ। के बोटहरू उत्पादन गर्नुहुन्छ भन्ने त्यो यहाँ सगुन छन्, त्यो डाले घाँसको सिरिस, अरू सिसम, अरू पनि छन्, गराउँदै छन्। अहिले आएको छैनन्, अन्त अझै अरू बिउ हाल्दैछन्, हुने जस्तो मलाई छैन। अब यसमा जेन्डरको कुरा गर्दाखेरि चाहिँ अलि बढी सक्रिय चाहिँ को छ? महिलाको सहभागिता बढी हुन्छ कि पुरुषहरूको सहभागिता बढी हुन्छ कि? अब घाँसको हुनाले महिलाहरू डाले घाँस ज्यादा छन्, बाख्रा। यो गाउँका मान्छेहरूको भनेको उसरी खासमा बढी जसो गर्ने पेसा चाहिँ के हो? खेती नै भन्नु पर्यो। खेती भनेको लगभग सबैको खेतहरू आफ्नै खेतहरूमा खेत छन् अनि गाई भैँसी पनि पालेछन्। अनि खेतीमा चाहिँ जङ्गली जनावरहरूको त्यस्तो किसिमको असर कस्तो हुन्छ भने जङ्गल जनावरले कतिको हानि नोक्सानी पुर्याउने कामहरू गर्छन्? यो जङ्गली जनावरले हानि नोक्सानी हुने चिज अहिले बर्खे मापाति धान लाग्छन्, न त नहुने चिजहरू तोरी। जङ्गली जनावरबाट हानि हुँदैन सबैभन्दा बढी चाहिँ केले गरे हुन्छ? 5 वर्ष अगाडि जुन साँटाको हुनाले त्यो मेन्ठा भन्दैन, मेन्ठा क्यामल खेती गर्थे। अहिले त्यहाँ अलि दाउराको अभाव हुनाले अनि त्यो उसको भाउ नहुनाले, त्यो अलि मेहनत हुनाले छोडे हो। त्यहाँनिर हामीले मेन्थाको त्यो उत्पादन गर्नेवाला देख्यौँ, त्यो बन्द रहेछ अहिले अवस्था। 3-4 वर्ष भयो यहाँ बन्द भएको। त्यो पहिला आफै त्यो कति सालमा स्थापना भएको? त्यो कहिले खुलेको भने लगभग कति साल अगाडि? 10-12 वर्ष अगाडि भयो। 10-12 वर्ष अगाडि खुलेको। अनि बन्द हुनुको कारण के हो? अब यहाँ अलि मेहनत भयो अनि अब मूल्य पाएन कि मूल्य पाएन। अलि खेती लाउने अलि ढिलो भयो, रेट पनि पाएन, त्यही हुनाले बन्द भयो जस्तो। दाउरा सारा त जङ्गलबाट पनि ल्याउनु अब त्यस्तै सामुदायिकले त्यस्तै दिन्नन्। त्यो मेन ऊ भएको के भन्छन्, खेत लाउने ढिलो हुनाले। जेन्डरको कुरा गर्दाखेरि कि जस्तो अब यो जङ्गली जनावरहरूले चाहिँ आक्रमण गर्दाखेरि चाहिँ अलि बढी चाहिँ प्रभावित भएको चाहिँ महिलाहरू छन् कि पुरुषहरू? अस्ति भन्नुभयो नि यहाँ 2 जना महिलाहरूलाई चाहिँ अट्याक गर्यो भनेर गोहीले। त्यसरी चाहिँ अब बाघ अनि त्यसपछि हात्तीहरू, यो गोहीहरूले चाहिँ अलि बढी प्रभावित गरेको चाहिँ को लाग्यो? यो महिलालाई पुरुषलाई पुरुषलाई गर्यो। अब महिला त अस्ति न त्यहाँ नुहाउनेको कार्यक्रममा, कपडा धुनको कार्यक्रममा आएको हो। नुहाउँदाखेरि पुरुषहरू त गाई भैँसी छ पारी जानु पर्यो जङ्गलतिर। गाई भैँसी चराउनुहुन्छ कतातिर छ त्यो चराउनु? आफ्नो इच्छा यहाँ पनि छन्। पहाडी पहिला बन्द थियो, अहिले जहाँ सकिन्छ त्यहीँ। अनि दाइलाई मैले अन्तिममा एउटा प्रश्न सोध्नु चाहेँ, यो जुन नदीमा गोही देखिन्छ भन्नुभयो होइन, यो यसको टाइम हुन्छ कि जति बेला पनि देखिन सक्छ? जस्तो अलि बिहानै पनि देखिन सक्ने अनि अथवा बिहानमा बढी बिहानमा देखिन्छ? ए त्यही त नि दाइ। ल हस्, अरू केही जानकारी छ विज्ञ छ? ल दाइ, तपाईँलाई जानकारीको लागि धेरै धेरै धन्यवाद। हस् ल, अघि न जुन दाइले यो मेन्था प्रोसेसिङ युनिट बन्द भएको छ भन्नुभएको थियो, त्यसको संरचना चाहिँ यहाँ रहेको छ। यो चाहिँ अब विविध कारणले गर्दा यसको यो सञ्चालनमा चाहिँ हुन सकेन, यहाँ रहेको छ। अहिले यहाँ रिसोर्स म्याप बनाउनको लागि डल्लाकोट होमस्टेका सञ्चालकले हामीलाई सहयोग गरिरहनु भएको छ। उहाँको उपस्थितिमा यो असम्भव थियो र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हाम्रो जुन यो रिसोर्स म्याप बनाउने जुन हाम्रो प्र्याक्टिकल थियो, त्यो प्र्याक्टिकलमा एकदमै उहाँको महत्त्वपूर्ण योगदान छ। उहाँको सहभागिताले नै हाम्रो यो रिसर्च म्याप बनाउन एकदम सहज भइरहेको छ, सहयोग सम्भव भएको छ। हामी उहाँलाई एकपल्ट फेरि पनि धन्यवाद दिन चाहन्छौँ। र अब हाम्रो रिसर्च म्याप बनिसकेपछि हामी तपाईँलाई यस पछाडि यो होमस्टेको बस्ती र होमस्टेको बारेमा यहाँको सञ्चालन अनि त्यसपछि यहाँको इतिहास सम्बन्धी हामीलाई उहाँले जानकारी दिनुहुनेछ भन्दै अहिले चाहिँ अब उहाँले बनाएको यो रिसर्च म्यापतर्फ लागौँ। त्यो कता त्यही हो बोलाउनु त हो त्यसो भए
मरुवा भनेको बुझ्छ नि मरुवा देवी देवता 12 बजे कसरी सकिने हो त्यो 12-10 भयो नाइ त्यो रुम छोड्नु अब अरू के छ यसमा त्यसपछि यो यात्रा गिरवा नदी आउँछ खेतहरू अनि रुखहरू यो वन हाम्रो दक्षिणपट्टि यो छ नि डल्ला मध्यवर्ती सामुदायिक यो व्यक्तिको नाम हो डल्ला कि गाउँको नाम हामीले कसरी यो नाम कसरी गर्नु खेतहरू पनि होला खेतहरूको नाम पनि होला नि जस्तै सेरा खेतहरू जस्तो गर्ने हुन्छ नि अवधि खेत भेट्यो यहाँ बिचमा एउटा मन्दिर छ है बाटोको बिचमा छ दाउरा शिव मन्दिर छ कोही मान्छे आउँदैन पहिलो डेल्लाको चोक त्यसपछि अब यो बाटो भयो यो बाटो भयो ठाकुरद्वारा जानु अहिले हामी डल्लाकोट होमस्टेमा आइसकेका छौँ। यहाँको बारेमा अलिकति केही कुराहरू बताइदिनुको लागि यहाँको होमस्टे सञ्चालक जीसँग अब हामी केही कुरा गर्दैछौँ। यहाँ कसरी आउन सकिन्छ, यहाँको के सुविधाहरू छ अनि यहाँको विशेषताहरूको बारेमा केही बताइदिनुहोस् त। हुन्छ, यहाँलाई नमस्कार। म परशुराम चौधरी, यो जैविक मार्ग होमस्टे डल्ला व्यवस्थापन समितिको अध्यक्ष र सबैभन्दा पहिले म यो यहाँलाई डल्ला कसरी रहन गयो, डल्ला नाम कसरी रहन गयो भनेर म यहाँलाई भन्न चाहन्छु। यो डल्ला गाउँ वास्तवमा 2022 सालतिर दाङको देउखुरीबाट हाम्रो बुवाहरू बसाइसराई गरेर आउनुभएको र बसाइसराई गरेर आइसकेपछि यहाँ 5-7 घरको परिवार मात्रै आउनुभएको थियो र यो डल्ला गाउँभन्दा उत्तरतर्फ पुरानो बस्ती थियो, पुरानो गाउँहरू थियो र त्यतिखेर यो डल्ला गाउँ बस्दै गर्दाखेरि एकजना यहाँ खेमजङ शाह भन्ने राजा हुनुहुन्थ्यो र यहाँ बसोबास गर्दाखेरि उहाँलाई सोध्नु पर्ने थियो र सोद्धाखेरि ल राजा साहब हामी कहाँ कुन ठाउँ बस्छौँ भन्दाखेरि उहाँको मौजा थियो अरे यो सादीको बग्नाहा गाविसमा। उहाँबाट उहाँ हात्तीमा शिकार गर्न आउनुहुन्थ्यो
त्यतिखेर गाडी मोटर थिएन। हाम्रो बुवाहरू 7 दिन लगाएर दाङको देखरीबाट पैदल यात्रा गरेर यहाँ पुग्नुभएको थियो। अनि त्यसपछि यहाँ आइसकेपछि त्यो खेमजाङ शाहले ल त्यो फलाना ठाउँ बस्नु भनेर यो ठाउँ देखाइदिनु भयो। अनि यहाँ बसिएपछि उहाँ दिनकै शिकार गर्न आउने, आफ्नो क्षेत्र घुम्न आउने क्रममा अनि उता अघिल्लो गाउँको साथीले सोद्धाखेरि हिजोको दिनमा अरू बाटो थिएन, एउटै बाटो थियो, मेन बाटो एउटै थियो। किनकि अहिले जस्तो विकास भइसकेको थिएन र सबै मान्छे एउटै बाटो हिँड्ने क्रममा त्यो राजालाई हात्तीमा आउनु लागेको देखेपछि राजा साहेब कहाँ जान लाग्यो भन्दाखेरि डल्ला जान लाग्छु भन्ने रहेछ। अनि के हो त्यो डल्ला भनेको? यो त सानो सानो गाउँ छ नि, डल्ला जोर गाउँ 4-5 घर मात्रै छ। अनि उहाँले डल्ला भनेपछि डल्ला डल्ला भन्दा भन्दै डल्ला गाउँ नाम हुनुपर्ने गयो। र पछि बिस्तारै यो गाउँ पनि जनसङ्ख्या घर छिटिने क्रममा वृद्धि हुँदै अहिले लगभग 130 घरधुरी पुगेको छ। यसरी यो डल्लाको नामाकरणमा गयो। र त्यसपछि अर्को कुरा, अब यो डल्ला अहिले होइन पहिलेदेखि जब 5 घर 7 घर 9 घर हुँदै हुँदै यहाँ राम्रो भइसकेपछि उता दाङको देउखरीबाट अन्य इष्टमित्रहरू पनि यहाँ बसाइसरी गरेर आउने क्रममा अलिक ठुलो गाउँ भन्यो 20-25 घरधुरी भयो। र त्यतिखेरदेखि नै यो डल्लाले फरक खालको पहिचान बोकेर आएको छ। हिजोको दिनमा हाम्रो बुवाहरू देउखरीबाट दाङ त्यहाँको जिम्मेदारहरूलाई, त्यहाँको ठुलाबडालाई खातमा बोकेर लग्नुपर्ने, पठाउन जानुपर्ने, एक हप्तामा पालो आउने रहेछ। अनि त्यो मान्छे बोकेर त्यहाँ दाङसम्म जाँदा साह्रै कठिन भइसकेपछि त्यहाँबाट भागेर आउनुभएको भयो। अब यहाँ बस्न सकिन्न, एक हप्तामा मान्छे बोकेर पहाडमा दाङ लैजानुपर्ने। योभन्दा बरु यहाँ ठाउँै छोडेर भागौँ भनेर उहाँहरू ठाउँै छोडेर भाग्नुभएको, आफ्नो घर जग्गा जमिन सबै छोडेर आउनुभएको। हाम्रो अब धेरै गोत्यार उतै देउखरी हुन्छ। त्यो भइसकेपछि त्यहाँबाट यहाँ आइसकेपछि यहाँ पनि 2-4 जना पञ्च प्रधान यहाँ पनि उस्तै खालको हैकम चलाउने रहेछ। त्यो भइसकेपछि अब यहाँ पनि त्यस्तै खालको लगभग त्यस्तै खालको यहाँ दबाबमा रहने स्थिति भइसकेपछि, तर होइन त्यहाँ त जति बसी यहाँ चाहिँ बस्दैन भन्ने खालको एक खालको सरसल्लाह भए रहेछ। अनि त्यसपछि त्यतिखेर के थियो, जङ्गलमा दरपिट भन्ने चलन थियो त्यतिखेर। अब हामी त देखेर हाम्रो बुवाहरू भन्नुहुन्थ्यो, दाइहरू भन्नुहुन्थ्यो दरपिट। 1 वर्ष पुगेपछि त्यहाँको भालभुते भन्ने चलन थियो। अहिलेको रेन्जरलाई भालभुते भन्थ्यो होइन। अनि त्यो भालभुतेहरूलाई दरपिट दिनुपर्ने रे। एक घरको मान्छेले एक नम्बर धान या चामल के हुन्थ्यो है, धान चामल नुन सबै सङ्कलन गरेर 1 वर्षमा यो जङ्गलबाट तिमीले काठ ल्याए बापत त्यो दिन पर्छ भन्ने त्यो रहेछ। अनि 1 वर्ष चाहिँ त्यो दिनमा यस्तै दिन ढिलो कि के गर्नुभयो, दिनमा ढिलो गरेपछि त्यसपछि यही गाउँमा आएर त्यो रेन्जरले एकजना मान्छेलाई कुटपिट गरेर गएछ। अनि गइसकेपछि उहाँहरू के गर्नुहुन्छ, यस्तो यहाँ पनि त्यस्तै अन्याय छ, यहाँ पनि त्यस्तै छ भइसकेपछि त्यसपछि त्यो मान्छेलाई पनि आफ्नै तरिकाले उहाँले कारवाही गर्नुभयो। कारवाही गरिसकेपछि त्यसपछि हल्ला पुग्यो, है यो गाउँको मान्छे त कसैले चलायो भने कुट्ने रहेछ भनेपछि त्यस्तो खालको अलिकति पहिलेदेखि फरक खालको पहिचान भइसकेपछि त्यस्तै गर्दा त्यसपछि अब फेरि बर्दिया जिल्लाको यो फरक खालको गाउँ कस्तो भन्छ, भाषा अन्य गाउँमा बङ्गाली देशौरी समुदायको मान्छे छ, या फेरि देउखरियाको अलिकति लवज भाषा फरक हुन्छ। त्यसपछि यो फरक भाषा भएको कारणले गर्दा चालचलन नाचहरू कल्चरहरू पनि फरकै छ। त्यो भइसकेपछि अब हरेक कुराहरूमा अब यो पटुवा कुलो पटुवा भन्छ, यो निकुञ्जबाट पानी ल्याउने क्रम पनि त्यसमा पनि अलिकति फरक खालको उहाँहरूले पहल गरेको निकुञ्जसँग। त्यतिखेर निकुञ्जमा या कर्मचारीसँग बोल्न डराउने यहाँको मान्छेहरू, पुरानो बासिन्दा तर त्यहाँ गएर निकुञ्जको वार्डेनहरूसँग त्यहाँ कुरा गर्न पऱ्यो भने नसक्ने, त्यस्तो खालको यहाँबाट मान्छे गएर त्यहाँ पहल गरेर सबै त्यो कुलो पानी सिजाइ ल्याउने व्यवस्था चलेको रहेछ। र त्यही हुने क्रममा पछि अब हाम्रो पालामा हामीले के भन्छ 2067 साल फाल्गुन 17 गते हामीले अब होमस्टे सुरु गर्नुपर्छ भनेर हामीले सुरुवात गऱ्यौँ। र सुरुवात गर्ने क्रममा के भयो भनेपछि हामीलाई के लाग्यो भनेपछि अब यो होमस्टे त सुरु गर्ने यो कतै हामीले गलत पो गरिरहेको छौँ कि बेकारमा समय बर्बाद गरिरहेको छौँ कि भन्ने लाग्यो। किनकि यो राष्ट्रिय निकुञ्ज वरिपरि 35-40 वटा रिसोर्टहरू छ, करोडौँ रुपियाँ लगानी गरेर होइन।
अब तर हामीले त्यसको अगाडि हामीले फेरि अर्को होटल होमस्टे जस्तो खोज्दैछौँ पनि चाहिँ के चल्छ भन्ने लाग्छ। तर पछि फेरि नेपाल सरकारले पनि पर्यटन वर्ष 2011 मनाउँदै गइरहेको अवस्था थियो र पर्यटन वर्ष 2011 मनाउने क्रममा अब हामीलाई पनि के लाग्यो भने चाहिँ ठिकै छ, अब होमस्टे सुरुवात गरौँ। र यो खोल्नुको अर्को उद्देश्य पनि, होमस्टे स्टार्ट गर्नुको अर्को उद्देश्य पनि के थियो भनेपछि त्यतिखेरसम्म हामीले संरक्षण त गऱ्यौँ, तर संरक्षण गर्ने क्रममा मान्छेहरूले ज्यान गुमाउनु पर्यो। हाम्रो गाउँको 2 जना मान्छेको गैँडाले ज्यान लियो है। अनि हात्तीले धेरै जसो प्रत्येक दिन जसो आएर घरहरू भत्काइदिने होइन। त्यो हुँदै गर्दाखेरि यहाँ मानव र वन्यजन्तु बिच ठुलो द्वन्द्व हुने अवस्था देखियो। त्यो भइसकेपछि फेरि अब के गर्ने त, अब त्यसपछि अब एनटिएनसी अहिले बर्दिया प्रकृति संरक्षण कोष भन्छ, राष्ट्रिय निकुञ्ज र यो तराई वृद्धि कार्यक्रम टाल, तीनवटा संस्थाले यो जैव विविधता वन्यजन्तु सम्बन्धी संरक्षण गर्ने भनेर उहाँहरू अब यो यसमा काममा लाग्नु भएको उहाँहरू नितान्त त्यसैको लागि स्थापित भएको। अब त्यो भइराख्दाखेरि अब हामीले जसरी सुरुवात गऱ्यौँ, जसरी हामीले संरक्षणको लागि अगाडि बढ्यौँ, संरक्षण त गर्ने, तर त्यही हात्ती जसको संरक्षण त्यही हात्ती आएर घर भत्काइदिन्छ, त्यही गैँडा आएर मान्छे मारिदिन्छ। अब के गर्ने, अब झन् समस्या भइरहेछ है। अब हामी के गर्ने भयो। त्यसपछि अब यो द्वन्द्व देखेपछि अब हाम्रो बुवाहरू दाइहरूले अब होइन यो हात्ती गैँडा बचाउने कुरा यो बेकारको रहेछ, यो काम छैन, अब यो सब हटाउनुपर्छ, यो पुरै नगर भन्ने भएपछि त्यसपछि अलिकति ताल एनटिएनसी निकुञ्जलाई अनि अब यो कसरी कम गर्ने गाह्रो विषय बन्यो। त्यसपछि उहाँले के गर्नुहुन्छ, अब यो आबादी क्षेत्र जस्तै हाम्रो यो जङ्गल छेउछेउमा आबादी छ ठाउँलाई छ, यसको ठाउँमा अब मिन्ठा, क्यामोमाइल, सिटोनिरा, लेमन ग्रास यस्ता जडीबुटी लाउनु पऱ्यो। यो जडीबुटीले ताकि वन्यजन्तुले नखाओस्, नखाइसकेपछि बस्ती पनि आउँदैन भन्ने खालको कन्सेप्ट आइसकेपछि ल ठिकै छ सुरुवात गरौँ भन्ने कुरो भयो। जब सुरुवात गरियो अनि सुरुवात गरिसकेपछि पहिलो त राम्रै आम्दानी भयो। क्यामोमाइलको मात्रै हामीले 48,000 रुपियाँ केजी बिक्री गऱ्यौँ है। मेन्थाको तेल लगभग 2250 रुपियाँ किलोमा बिक्री हो। तर समयअनुसार के भयो भनेपछि दिन प्रतिदिन त्यो अब हुँदै गयो, के अरे त्यसको बजारीकरणहरू होइन, डाबर कम्पनीले त्यति राम्रो त्यसको रेट लिदिएन। त्यति राम्रो रेट नलिदिएपछि त्यसो कारणले गर्दा के हो भनेपछि अब हामीलाई समस्या के हो भने अब त्यो बजारीकरणहरू दिगो भएन, दिगो नभइसकेपछि अब के गर्ने भन्ने कुरा प्रश्न खडा भयो। अब त्यसपछि अब निकुञ्ज एनटिएनसीले पनि यसको विकल्प अर्को विकल्प के हुनसक्छ भनेपछि अब होमस्टे, त्यो पर्यापर्यटन विकास नै सबभन्दा राम्रो विकल्प हुनसक्छ भनेर त्यसो भए होमस्टे सुरु गरौँ। त्यसपछि हामीले 2067 साल फाल्गुन 17 गते मिस नेपाल सदीक्षा श्रेष्ठ र प्राकृतिक स्रोत साधन समितिको अध्यक्ष शान्ता चौधरी उहाँहरू 2 जनाको संयुक्त उपस्थितिमा हामीले र त्यसपछि जिल्लाको एलडिओ साहब, सिडिओ साहब र तमाम पत्रकारहरूलाई बोलाएर हामीले सुरुवात गऱ्यौँ। गरिसकेपछि 11 घरबाट सुरुवात गऱ्यो। यो जङ्गलको पारी एउटा चौर छ अनि त्यो चौरमा हामीले त्यसपछि राजेश हमाल लगायतका व्यक्तित्वलाई बोलाएर सुरुवात गऱ्यौँ। सुरुवात गरिसकेपछि त्यसपछि 11 घरबाट सुरु गरेको होमस्टे त्यसपछि 68 सालमा 18 घर पुर्यायो। त्यसपछि 69 सालमा हामीले दर्ता गर्ने क्रममा 20 घर पुर्यायो। 20 घरबाट हामीले पर्यटन कार्यालयमा दर्ता गऱ्यौँ नेपालगञ्जमा। त्यतिखेर त्यो दर्ता भइसकेपछि त्यसपछि एकदमै स्पिडमा चल्यो। त्यसपछि फेरि यो कोभिडले गर्दा एकदमै थलाउनु पऱ्यो। कोभिडले गर्दा 2 वर्ष थलाउनु परिसकेपछि त्यसपछि के गर्ने भयो। अब यो होमस्टे चल्छ कि चल्दैन भन्ने फेरि कन्फ्युज हुन थाल्यो। त्यसपछि फेरि अब त्यसलाई निरन्तर अगाडि बढायौँ र समस्या के रह्यो भनेपछि जसरी हामीले होमस्टेको उद्देश्य लिएर सुरुवात गरेका थियौँ त्यो वास्तविक हामीले त्यसलाई त्यसको सही रूप दिन सकेनौँ कि भन्ने खालको पनि समीक्षा भयो। किनकि होमस्टेको लागि वास्तवमा संस्कार, संस्कृति, रीतिरिवाज र यहाँको लोकल रहने खानेकुराहरू यो सबै कुरा हुन पर्थ्यो। तर पछिल्लो फेरि के भनेपछि धेरै पाहुनाहरूको सुझाव पनि के हुन्छ होइन, तपाईँ धेरै कङ्क्रिटमा जान थाल्नुभयो
होइन धेरै पक्की घरहरू बनाउन थाल्नुभयो ढलान घरहरू बनाउन थाल्नुभयो यसले अलिकति होमस्टेको शोभालाई घटाउँछ भन्ने कुरा भइसकेपछि फेरि हामीले अब होइन पक्कीलाई रोक्नुपर्छ भन्ने खालको त्यो सुरु गऱ्यौँ र अर्को कुरा मुख्य कुरा के रह्यो भनेपछि जब हामीले कल्पना गरेका थिएनौँ यसरी होमस्टे चल्छ र यहाँहरू जस्तो ग्रुप आएर होमस्टे बस्छ भन्ने कुरा हामीले त्यो कल्पना गरेका थिएनौँ हामीलाई मात्रै के लागेको थियो भने चाहिँ मान्छे पाहुना होमस्टेमा आउँछ बस्छ खान्छ जान्छ भन्ने कुरा मात्रै थियो राति बस्छ भन्ने पनि त्यति राम्रोसँग थाहा थिएन र त्यसपछि हामीलाई होमस्टेको कार्यविधि हेऱ्यौँ होमस्टेको कार्यविधि हेरी त्यो सबै कुराहरू खाट कसरी बनाउने सबै कुरा घर कसरी बनाउने के कुरा गराउने सबै कुरा दिइसकेपछि त्यसपछि त्यही अनुसारको हामीले अगाडि बढ्दै गर्दाखेरि वास्तवमा होमस्टे संस्कार संस्कृति चालचलन यहाँको अब पहिलो कुरा त प्रकृति चाहिने रहेछ होइन अब अहिले हामी जङ्गलमा गयो भने गैँडा बाघ देख्न सक्छौँ र हिजो मात्रै ग्रुप हात्ती थियो होइन ग्रुप हात्ती हेर्दा पनि कति अनौठो लाग्छ सानो बच्चादेखि लिएर हरेक साइजका हात्ती हुन्छन् र त्यसपछि त्यो बाटो क्रस त्यो बाटो देख्नु भएको छ यो जङ्गलभित्र जान्छ त्यो बाटो क्रस गर्न थालेपछि त्यो दुईवटा भाले हात्ती आएर दुईतिर बाटो ब्लक गर्छ हेर्नुहोस् बाटो ब्लक गरेपछि त्यसपछि त्यो मजाले बच्चालाई धकल्दै धकल्दै पार गराउँछ त्यो बाटो क्रस गरेपछि अनि बल्ल त्यसपछि लास्टमा त्यो भाले हात्ती जाने रहेछ त्यस्तो खालको अब अर्को कुरा अब बेलुका साँझ पख सबै होटेलका गाडीहरू रिसोर्टका गाडीहरू साँझ पख यता आउन थाल्छन् किनकि अब यहाँ खोलाको छेउमा त्यहाँ बाघ देख्न सजिलो छ खोलामा बसेको गैँडा देख्न सजिलो छ होइन र यस्तो गाउँमा बस्नलाई पाउन पनि रमाउनु रहेछ अब उतिर निकुञ्जको छेउमै छ झ्याप्पै जङ्गल छ त्यसले गर्दा त्यस्तो ओपन खालको ठाउँ छैन त्यसले गर्दा अब जसरी यो होमस्टे यसरी अगाडि बढ्छ र यसरी चल्छ भन्ने कुरा हामीले कल्पना गरेका थिएनौँ हामीलाई मात्रै के लाग्थ्यो भने चाहिँ मान्छे आउँछ खाजा खान्छ खाना खान्छ फर्किन्छ तर वास्तवमा यो होमस्टे सञ्चालन गर्न सक्यो भने अब यसको वास्तवमा उद्देश्य अब एउटा घरले होमस्टे सञ्चालन गर्यो भने अर्को घरले तरकारी खेती गर्न सक्छ अर्को घरले कुखुरा पालन गर्न सक्छ अर्को घरले भैँसी पालन गर्न सक्छ मान्छे कोही कसैले हेयर कटिङ गर्न सक्छ कसैले ह्यान्डिक्राफ्टहरू गर्न सक्छ त्यसैले गर्दा जब होमस्टे सुरुवात भइसकेपछि यहाँ थुप्रै धकिया गुँडी धकिया बुन्ने तालिम लगायतका त्यसपछि गुन्द्री बुन्ने तालिमहरू दिने संस्थाहरू पनि आयो र त्यसले गर्दा पनि यहाँको होमस्टे बाहेकको प्रयासले अन्य उसबाट पनि आयोजन गर्ने मौका पनि पायो त्यसले गर्दा यो होमस्टे मात्र नभएर समग्रमा यो गाउँलाई नै कता लैजाने कसरी परिवर्तन बनाउने अनि त्यसपछि अरू कुरा अब हाम्रो सबै होमस्टे महिलाको नाममा दर्ता छ हिसाब किताब मैले गरे पनि अन्तिममा हामीले पैसा राख्न दिने महिलालाई हो र अर्को कुरा अब हिजोको महिलामा कस्तो थियो भनेपछि कतै बच्चाको कपी किन्न पर्यो सामान्य बजार जान पर्यो भने श्रीमानलाई कुर्न पर्थ्यो श्रीमान नआइकन बजार जाने कुनै उपाय थिएन तर अहिले महिलाले 2-4 रुपियाँ पैसा महिला आएको छ उसलाई तरकारी किन्न पर्यो पसल जान पर्यो साबुन सरफ ल्याउन पर्यो कसैले नसोधिकन ल्याउन सक्ने भएको छ त्यसले गर्दा अब यो आत्मनिर्भर र रोजगारीको अवस्था पनि सिर्जना भएको छ र अब यो वास्तवमा अर्कोतर्फ नेपाल सरकारलाई के प्रयोग भएको छ भने संरक्षण अब संरक्षण गरेपछि संरक्षणको कारणले गर्दा आज हात्ती गैँडा बाघ हुन त हिजोको दिनमा त्यही हात्ती हो दिनकै घर भत्काउने त्यही बाघ हो दिनकै यहाँको कसैको सुँगुर लगिदिने कसैको बाख्रा लगिदिने कसैको भेडा लगिदिने कसैको खोरबाट कुखुरा लगिदिने त्यही बाघ हो कहिले बाघ आउने कहिले चितुवा आउने त्यही चरी बाघहरू आएर प्रत्येक दिन घरको नोक्सानी गर्थ्यो तर आज त्यही बाघको कारणले गर्दा तबर जस्तो पाहुनाहरू आउने गर्छ त्यसैले गर्दा अब हिजोको दिनमा हाम्रो कल्चरको कुनै महत्त्व थिएन जब राज्य सम्हाल आइसकेपछि राज्य सम्हाल त्यही कलाकारसँग उभिएर फोटो खिचेपछि त्यही राज्य सम्हाल यहाँको लोकल थारू परिकार ढिक्री नदीको भात मुसाको सेको गङ्गता राखेर अगाडि राखेर खाँदै गर्दाखेरि त्यो फोटो खिच्दाखेरि त्यो कति भाइरल भयो होइन त्यसैले गर्दा अब वास्तवमा त्यसको पनि महत्त्व रहेछ भन्ने कुरा बुझाइ भयो होइन जुन हाम्रो संस्कृति हो जुन हाम्रो परम्परागत ज्ञान सिप क्षमता छ त्यो बिस्तारै दिन प्रतिदिन लोप हुँदै गइरहेको अवस्था थियो आज हाम्रो संस्कार संस्कृति पनि हाम्रो हरेक कुराहरू पनि अब मान्छे अब मकैको रोटी कोदोको रोटी खाना छोडेर अब चाउमिन होइन मोमो समोसा
पानीपुरीतिर बढी मान्छे आकर्षित छ नि त होइन। त्यसले त यसो कारणले त हाम्रो संस्कृति हाम्रो जुन खानपिनका कुरा थिए त्यो लोकल अर्ग्यानिक खानपिनका कुरा पनि दिन प्रतिदिन लोप हुने अवस्था या त्यसको अब विस्थापित हुने अवस्था देखिन्छ। र त्यसले गर्दा अब होमस्टेको कारणले गर्दा अब मान्छे ल त्यहाँ यसरी के खाने त डल्ला आइसकेपछि त्यहाँ खाजा के खाने खाना के खाने भन्ने कुरा एकपल्ट मान्छे सोचेर आउँछ होइन। त्यहाँ गाउँमा जाँदैछौँ त्यहाँको लोकल खानेकुरा के खाने, जसको कारणले गर्दा उहाँहरूले खाने परिकारबाट यहाँको ग्रामीण क्षेत्रको यहाँको स्थानीय उपभोक्ताहरूको जीवनयापनमा ठुलो टेवा परेको छ होइन। हिजो मैले अघि नै भनिसकेँ त्यही महिला दिदीबहिनीहरू आफ्नो छोराछोरीको कपी कलम किन्नलाई श्रीमानको आदेश बिना केही पनि गर्न सक्थेन, तर आज उहाँहरू आफै 2-4 हजार पैसा आफै राख्नु भएको छ होइन। यसरी जीविकोपार्जन भएको छ। र अर्को कुरा हिजो त्यही यही थारू समुदाय हो, मान्छे देखेपछि लुक्ने बोल्न डराउने होइन। महिलाहरू झन् फित्तिकैहरूसँग बोल्नै नचाहने, तर अहिले उहाँहरूको बोल्ने बानी विकास भएको छ। अर्को कुरा अब विभिन्न सङ्घ संस्थाहरूको तालिमले गर्दा अब हस्पिटालिटी डेकोरेसन होइन लगायत विभिन्न किसिमको तालिमहरूले गर्दा अहिले महिलाहरूको चेतना स्तर पनि वृद्धि भएको छ। र जसको कारणले गर्दा र अर्को कुरा अब जुन हामीले अघि नै मैले सरसफाइ कुरो गरेँ जो 10% हामीले तपाईँले पे गरेको पैसा 10% हामीले समितिमा छौँ, त्यो 10%मा तपाईँहरूको ठुलो योगदान छ। हामी त्यो 10%बाट गाउँ सरसफाइ गर्ने, युवा परिचालन गर्ने, अडिट गर्ने, प्रचार प्रसार गर्ने त्यो कामहरू गर्छौँ। त्यो काममा यहाँहरू पनि त्यो 10% पनि योगदान छ। त्यसले गर्दा अब के हो भनेपछि अब हामीले यहाँहरू जस्तै वास्तवमा हामीले त्यति धेरै ठुलो तालिम या पढे यो होमस्टे चलाउने पढेको होइन। कतिपय होटल म्यानेजमेन्टहरू पढ्छ, अहिले त विषय नै सजाल भइसकेको छ। हामीले त्यो केही पनि नगरिकन तपाईँहरू जस्तै पाहुनाहरूले ल यति गर्नुभएको छ यो गर्नुभएको चाहिँ राम्रो होला, तपाईँहरू जस्तै पाहुनाको सुझाव सल्लाह लिएर सुझाव सल्लाहबाटै होइन यसरी अगाडि बढ्दै जान्छौँ हामी। त्यसैले गर्दा अब यहाँहरू जस्तै पाहुनाहरूले विभिन्न खालको यहाँहरू पनि आउनु भएको छ। अझै हामीले के गर्दा ठिक हुन्छ यहाँले अझै त्यसको थप सुझाव सल्लाह दिनुभयो भने हामीलाई अझै अगाडि बढ्न मौका मिल्छ। हस् धन्यवाद। अरू के चाहिन्छ भने अब यो डल्लासम्म आउनको लागि यदि कोही आउन चाहनुभयो भने होइन आउँदै हुनुहुन्छ भने अब मेरो कन्ट्याक्ट नम्बर छ, फेसबुकमा पनि छ, डल्ला होमस्टे सर्च गर्नु भने त्यसमा पनि मेरो नम्बर छ। र अर्को कुरा अब हाइवे राजमार्गबाट आउनुभयो भने आम्बासा पश्चिमबाट आउनु भने आम्बासा हुँदै र यता पुहरपुर के अरे लम्हीबाट आउनुभयो भने दाङतिर आउनुभयो भने यता भुइँगाउँबाट भित्र छिर्नु होला, रानीफुचोबाट भित्र छिर्नु होला। र पश्चिमतिरबाट आउने पाहुनाहरू अम्बासाबाट भित्र छिर्नु होला। र त्यसपछि हुलाकी सडकबाट आउनुभयो धनगढीतिरबाट आउनुभयो भने ओराली बजार र नेपालगञ्जतिरबाट आउनु भने ओराली बजारबाट 7 किलोमिटर भित्र छिर्नु भने डल्ला पुग्नुहुन्छ। हस् धन्यवाद। र अब हामी डल्लाकोटको यो होमस्टेबाट अब हामी यहाँबाट जाँदैछौँ साथीहरू। अहिले हामीलाई अब यहाँको विशेष किसिमको अब यहाँको सत्कार अनुसार चाहिँ बिदाई गर्दै हुनुहुन्छ। यसरी यहाँबाट बिदाई गर्दा पनि जसरी स्वागत गर्नुभएको थियो त्यसै गरेर बिदाई पनि गर्ने चलन रहेछ। यहाँ एकदमै राम्रो कल्चर बसाल्नु भएको रहेछ। यो हामीलाई एकदम मन पनि परिरहेको छ। र हाम्रो साथीहरू चाहिँ यता अब बिदाईको यो फुल र टिका ग्रहण गर्दै हुनुहुन्छ। साथीहरू यता ग्रहण गर्नको लागि लागिरहनु भएको छ। ल साथीहरू हामी चाहिँ डल्लाकोट आइसक्यौँ। तपाईँहरू आउने कहिले त्यो पनि तपाईँहरू भन्नुहोला। यो मौका तपाईँहरूले नगुमाउनु होला। यस्तो किसिमको अवसर यहाँ एकचोटि पक्कै पनि तपाईँहरू भिजिट गरिदिनु होला, आउनु होला। डल्ला चोकदेखि होमस्टे नम्बर 17सम्म देखाएको छौँ। यहाँ यो डिरेक्सन भनेको चाहिँ नर्थ अनि यो डिरेक्सन चाहिँ इस्ट अनि यतातिर वेस्ट र यो तलतिर साउथ भयो। र हामीले हाम्रो होमस्टेदेखि हामी क्रान्तिको वाक गर्दै गर्दै गयौँ। त्यहाँ चाहिँ भ्यू टावरहरू थियो भने अब ट्री हाउसहरू थियो। त्यहाँ चाहिँ खेतबारी गराएको र पछाडितिर जङ्गलहरू फोरेस्ट एरिया। र त्यहाँबाट जाँदाखेरि हामीले बन्द अवस्थामा रहेको मेन्था प्रोसेसिङ युनिटलाई देख्यौँ। त्यो चाहिँ किन बन्द भएको रहेछ भने त्यहाँ अब विभिन्न कारण रहेछ, त्यो हामीले भिडियो बनाइसकेको छ, त्यो देखाउँछौँ। अनि त्योभन्दा अगाडि जाँदाखेरि हामीले एउटा कलश
कैलाश बिरुवाहरू कैलाश नर्सरी भन्ने थियो त्यो सामुदायिक नर्सरी रहेछ अनि त्यहाँ जाँदाखेरि एउटा ओराही नदी थियो त्यहाँ चाहिँ कोही र डल्फिन पनि पाइँदो रहेछ र त्यहाँ चाहिँ एउटा चौर बनाएको एउटा सबैले बस्ने खाले रहेछ र त्यहाँबाट हामी फर्केर आएर फेरि अझ यही बाटो कन्टिन्यू गर्दाखेरि यहाँ बरुवागढ टेम्पल भन्ने रहेछ एउटा अनि त्यहाँबाट जाँदाखेरि जहाँ बस्तीहरू र बिचमा चाहिँ सबै एग्रिकल्चर ल्यान्डहरू रहेछ र त्यो जाँदै गर्दाखेरि अगाडि बिचमा एउटा चोक छ त्यो चोकमा चाहिँ शिव मन्दिर भन्ने रहेछ र त्यहाँबाट हामी कन्टिन्यू गर्दै आउँदाखेरि यहाँ श्री त्रिभुवन माध्यमिक विद्यालय भन्ने अनि यहाँ चाहिँ मधुवन नगरपालिकाको वडा कार्यालय अनि हेल्थ क्लिनिक लगायतका विभिन्न संस्थाहरू छन् र बिचमा घरहरू हुँदै हामी कन्टिन्यू गर्दै फेरि डल्ला चोक हुँदै फेरि रुमतिर फर्क्यौँ। धन्यवाद। ठिक छ। उहाँले इन्डेक्स दिनुभएको छ नाम पनि